वेलकम टु माई अर्को भ्लग। आज चाहिँ के छ, एज यु गाई नो द्याट मैले चाहिँ बाइक लिइसकेको छु। तर आज चाहिँ आइएम गोना इन्ट्रोड्युस माई बाइक टु माई युट्युब फ्यामिली। अनि त्यसपछि मैले कुन बाइक लिएको छु भन्दाखेरि चाहिँ इट्स अ सरप्राइज। बाइक चाहिँ बिहाइन्ड द क्यामेरा चाहिँ उभिरहेछ, तर म बाइकलाई चाहिँ यहाँ लिएर आउँछु। अन्त बेसिकली मैले चाहिँ बाइक कहाँबाट किनेँ भन्दाखेरि बाइक चाहिँ मैले अब हार्ली डिलर पनि गएको थिएँ। ओ सरी, हार्ली, सो इट्स ओके, इट्स अ हार्ली। तर कुन हार्ली चाहिँ आई विल जस्ट लेट यु नो। अनि त्यसपछि मैले नर्मली बाइक चाहिँ सोरुमतिर नै खोज्न गएको थिएँ, तर सोरुममा चाहिँ मलाई त्यस्तो धेरै मन परेन। मैले पर्टिकुलरली नै एउटा बाइक हेरेर आएको थिएँ। अनि त्यही बाइक चाहिँ मैले अरू प्लेसमा साथीहरूको थ्रुबाटै बाइक पाएँ। अनि त्यसपछि इट्स प्रिटी न्यू, इट्स 2022 मोडल। सो मेरो बाइकको नाम चाहिँ नाइट फ्युरी, बिकज आई एम बिग फ्यान अफ नाइट फ्युरी, सो द्याट मैले मेरो बाइकको नाम चाहिँ नाइट फ्युरी राखेको छु। अनि त्यसपछि सो गाइज, आई एम गोना इन्ट्रोड्युस माई बाइक टु यु गाइज। सो इट्स टाइम टु इन्ट्रोड्युस माई बाइक। जस्ट वेट एन्ड सी। बाइकको चाबी कहाँ राखेँ मैले? बाइकको चाबी मैले कहाँ राखेँ भन्दाखेरि ओके गाइस, दिस इज माई बाइक है। अब इट्स टु लाउड, त्यही भएको कारणले चाहिँ मैले गरेको थिएँ, तर यहाँ माटोमा चाहिँ जाँदैन। तर आम गर्नु स्ट्यान्ड इट ओभर हियर। सो दिस इज माई बाइक, इट्स नाइट फ्युरी। यो चाहिँ हार्लीको आइरन 883 हो। अनि दिस वान इज यो 2022 को मोडल हो। सो दिस इज नाइट फ्युरी. I'm going to introduce my bike to you guys. Here comes the Night Fury Iron 883. Bam bam. So let's check out my bike, okay? So यो बाइक चाहिँ नर्मली भन्नु पर्दाखेरि 883 cc हो, हार्लीले बनाएको। तर यो चाहिँ के छ भन्दाखेरि यो चाहिँ 2020 मोडल पछि चाहिँ यिनीहरूले बनाउन, यिनीहरूले म्यानुफ्याक्चरिङ गर्न छोड्यो। अनि इट्स प्रिटी गुड बाइक। मलाई चाहिँ अब हामी अब सानो उसको भएको कारणले गर्दाखेरि चाहिँ दिस बाइक इज लाइक पर्फेक्ट फर अस। सो त्यस्तो धेरै ठुलो पनि छैन, त्यस्तो धेरै सानो पनि छैन। अनि इट्स लाइक आई थिङ्क दिस बाइक वाज मेड फर मी। अनि त्यसपछि मलाई अलिक काम बाँकी नै छ यसको गर्नको लागि चाहिँ। जस्तै अब यसको रजिस्ट्रेसन गर्न बाँकी छ, मैले कुरिरहेको छु रजिस्ट्रेसनको लागि चाहिँ। अनि त्यसपछि अरू के बाँकी छ त? अरू मैले लाइसेन्स त मैले लिइसकेँ। अनि दिस इज द बाइक, ओके? दिस इज द बाइक। आई वान्ट टु इन्ट्रोड्युस दिस बाइक टु यु एभ्री वान। इट्स हार्ली 883 एन्ड द नेम अफ माई बाइक इज नाइट फ्युरी। यसमा चाहिँ के हुन्छ भन्दाखेरि म अब आई विल जस्ट अपलोड अ भिडियो राइडिङ यो बाइक। अनि त्यसपछि मैले यसको लागि ज्याकेट अनि अरू ज्याकेटहरू अनि हेलमेट अनि ग्लोभ्सहरू सबै लिइसकेको छु। And this is one of my favorite bike. ओके, अरू त के भने त्यस्तो धेरै मलाई बाइकको बारेमा त्यस्तो धेरै नलेज चाहिँ छैन। तर दिस इज 2022 मोडल। अनि त्यसपछि यस पछाडि चाहिँ हार्लीले यो आइरन 883 र यो मोडलको चाहिँ स्पोर्ट्स्टर चाहिँ यिनीहरूले म्यानुफ्याक्चरिङ गर्न चाहिँ बन्द गराएको छ है। त्यसपछि यिनीहरूले स्पोर्ट्स्टर एस भनेर चाहिँ नयाँ निकालेको छ। तर त्यो पनि म हेर्न गएको थिएँ, तर मलाई त्यस्तो धेरै चाहिँ इन्ट्रेस्ट लागेन। अनि त्यही भएर मलाई चाहिँ यही नै मन पऱ्यो। इट्स प्रिटी गुड बाइक। सो जस्ट वान इन्ट्रोड्युस टु यु गाइज माई नाइट फ्युरी। सो धेरै कस्टम पनि गराएको छ यो बाइकमा, केही कस्टम चाहिँ म गर्छु होला। That this is like my first bike, my dream bike, my everything, eh? Okay, thank you for watching guys.
अरू भिडियो चाहिँ म पोस्ट गर्दै गर्छु रिलेटेड टु माई बाइक म केही चेन्ज गर्छु केही चेन्ज गर्दिनँ भनेर आई जस्ट वान इन्ट्रोड्युस माई बाइक टु यु गाइज दिस इज हार्ली आइरन 83 अनि द नेम अफ माई बाइक इज नाइट फ्युरी थ्याङ्क यू फर वाचिङ गाइज